बौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा राजेन्द्र कुमार लामा अत्याधिक बहुमतले विजयी भएका छन्। बौद्ध तामाङ कल्याण गुठीको हालै सम्पन्न 7औं अधिवेशन र 20औं साधारण सभा तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि छिरिङ दोर्जे लामा, विशिष्ट अतिथि काठमाडौँ महानगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष भुवन लामा र अतिथिहरू स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा औपचारिक समुद्घाटन कार्यक्रममा ज्येष्ठ नागरिक कृष्ण बहादुर लामालाई सम्मान गरिएको थियो। साथै शिक्षण क्षेत्रमा उत्कृष्ट व्यक्तिहरूलाई नगद सहित अभिनन्दन पत्रले सम्मान गरिएको थियो। अधिवक्ता विक्रम राई, टासी कुमार लामा र सम्पूर्ण कुमार लामाको गठित निर्वाचन कमिटीले अन्य पदमा सर्वसम्मत निर्विरोध निर्वाचित भए तापनि अध्यक्ष पदमा भने चुनाव गरिएकोमा राजेन्द्र कुमार लामाले 219 मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी जयमङ्गल लामाले 61 मत प्राप्त गरी 158 मतान्तरले पराजित भए। 19 सदस्यको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मनोज कुमार लामा, उपाध्यक्षमा सोनम लामा, नुरबु लामा, सृजन लामा, सचिव धर्म लामा, सहसचिव गङ्गा लामा, कोषाध्यक्षमा बलवीर लामा लगायत 10 सदस्यहरू निर्वाचित भएका छन्। जति बेला बोलाए पनि म तयार। रातको 12, 1, 2, 3 कति बजी गुठीहरूलाई आपत्तिगत पराए पनि म उपस्थित हुन तयार, सहयोग गर्न तयार। तपाईँको नयाँ नौलो योजनाहरू के छ अहिले? अहिले नौलो योजना म जितेपछि भन्छु, अहिले केही छैन। तपाईँलाई गुठीमा देख्नु गर्नै पर्ने चाहिँ के छ? गुठीको गर्न धेरै परिवर्तनहरू छ यहाँ। तपाईँ अहिले तपाईँको दिमागमा आएको चाहिँ के होला? म चाहिँ यस्तो गर्छु भनेर होइन, म सिस्टममा चलाउने गर्नुपर्ने तत्काल गर्नुपर्ने के छ? परिमार्जन केही छैन। अहिले म यो भन्नु होइन, जितेर विजय भए मात्रै कुरा प्रश्न पार्छु।